ऊ यो चोरले लास्ट टाइम पनि उहाँ ओके चाहिँ गोकाट खेल्न आँटेको तर चस्मै लाउन मिलेन कि हेलमेट लगाएर फेरि फर्स्ट भएमा राइट। अब हामी चाहिँ जान आँटेको गाडी प्याक भइसक्यो। अलराइट हामी चाहिँ आइसक्यौँ यता अर्को के अरे लोकरिफ क्रोमर बिच कुन चाहिँ हो यो बिरालोलाई कति पछि भेटेको अलेलेले। हेलो गाइज, वेलकम टु द न्यू भ्लग नेक्स्ट डे नेक्स्ट भ्लग। उठ्न चाहिँ अघि नै उठिसकेको ब्रस गरेर बसिसकेको 7 बजीतिर उठेको 9 बजे भइसक्यो 9 बजिसक्यो। यहाँ त्यही त यो लिजार्ड के भन्यो अघि त्यसले के भनेको थियो नामै बिर्सेँ। त्यसले ल्याङ हानिरहेको छ घेरिसक्यो 3टा छ हामीसँग म देखाउँछु है त। ऊ यो चोरले लास्ट टाइम पनि उहाँ ओके बिचमा थियो नि त्यही हो यो पपैया वाटरमेलन तुना चाहिँ खाइसक्यौँ। अब बर्गरको पालो हो भन्दैछ। 2टा टेन्ट पनि उठाइसकेको हो। आलोकमा चाहिँ स्टिल सुति नै राख्नु भएको छ होइन। यही हो मौसम चाहिँ घाम दह्रो लागिरहेछ है। अलराइट गाइज हामी चाहिँ त क्याम्प साइट छोडेर आइसकेको भर्खर आइपुगेको। टाइम इज 11 बज्यो होला। अब यहाँ गोकट खेल्न जान आँटेको आउटडोर हो तर गर्मी यस्तो छ नि पागल बनाउँछ गर्मीले। सो यो स्टेडियम पनि रहेछ यहाँको देखाइ। यो के को स्टेडियम हो एनी आइडिया भन्न खोजेको कि यो यही हो गोकट चाहिँ। यहाँ छ स्टेडियम हाम्रो कार भयो भयो। सो यति हो न्युक्यासल चाहिँ गोकट खेल्न आँटेको तर चस्मै लाउन मिलेन कि हेलमेट लगाएर। अब रेकर्ड ल ओके गएको म। अलराइट गाइज यो चाहिँ हाम्रो फर्स्ट ल्याबको रिजल्ट हो र म फर्स्टमा छु। फर्स्ट टाइम खेल्दैमा फर्स्टमा छु। यस्तो छ ओभर गर्मी भइदिइरह्यो आम्मामा फर्स्टमा पनि गर्मी त खोइ अब त्यो के गरिदियोस् कुदो मेरो त आलोकमावाला पनि जित्यो अनि उसमा ल्याब टाइमिङमा त फेरि सेकेन्ड पनि हो ठोकाएर त सेकेन्ड टाइममा हो फेरि तर म चाहिँ रोकिनँ। सुरुमा त म अभिषेकले टप्ने भएर गएको हो त्यहाँ फेरि फर्स्ट भएमा त्यस्तो छ। थर्ड ल्याबमा चाहिँ म फोर्थ भयो ल। फर्स्ट र सेकेन्डमा चाहिँ फर्स्ट पछि फोर्थमा झरेर आयो। हालत यस्तो छ आम्मामा गर्मी त बाहिर यस्तो छ नि। राइट गाइज हामी चाहिँ गोकट खेलिसकेको। म त गर्मी भएर लुगासुगा खोलेर बसेको छु ओपनमा यत्तिकै ओपर गर्मी। यो त भिजिसक्यो पुरै ढाड त। सो अब त्यहाँ गाडीको नम्बर प्लेटको अगाडिको त्यो नट हराएछ अनि त्यसलाई फिक्स गर्दैछौँ अनि जान्छौँ यहाँबाट। धन्दा हावा चाहिँ दामी चलेछ गर्मी हराउँदैछ जे होस् सब भिजिसक्यो लुगाएर त। राइट अब हामी चाहिँ जान आँटेको गाडी प्याक भइसक्यो। यहीँ छ मामा त्यहाँ हुन्छ आलोक मामा उहाँ बाटो भएर रास्ता जानुभएको छ चिलमा एक्लै। ओके ल गुड टु गो। अब मिस यु ब्याक टु सिडनी गोकटको नम्बर 1 रहेछ हिमाल कार्की अविनाश एके अगाडि भएको रहेछ एक्सिडेन्ट। बसकै हो जस्तो छ बसकै हो। अहिलेको एक्सिडेन्ट भन्नु निदा आएछ क्या अरे त्यो। अहिले चाहिँ हामी जाँदैछौँ होइन फर्किँदै हो। अहिले चाहिँ डिवाइड जाँदै हो हाम्रो पहिलेको घर त भन्दिनँ पहिलेको ठाउँ चाहिँ त्यो घर त गइसक्यो। के हुँदै जान्छ अब बिस्तारै होइन अपडेट दिँदै जान्छु। आवाज आउँछ कि आउँदैन। गाइज हामी चाहिँ यहाँ सिडनी छिरिसकेको एक ट्राफिक देखेर पनि थाहा भइसक्यो होला।
लेन न्यारो भइसक्यो अब सिडनीको जाम हामी पहिलेको ठाउँ डिवाईमा आएर चटपटीहरू खाएर नेपाली पसलमा फर्किदियो होला भ्लग बनाउने बिर्सेछ पछि हल्का फर्किने चाजो माजो गरेको सो यही थियो डिआई त्यो एउटा बिल्डिङ चाहिँ बनेको रहेछ त्यो पहिलेदेखिको अरू त त्यस्तो चेन्जेस छैन ट्राफिक त्यही हो ओके सी यु इन अ वाइल बिचतिर जान्छौँ कि एकछिन के हुन्छ अलराइट हामी चाहिँ आइसक्यौँ यता अर्को के अरे लङ रिफ क्रोमर बिच कुन चाहिँ हो यो अगाडि बिच छ होइन हामी यहाँसम्म अब यहाँ थोरै सामान मिलाउने अनि जाने हो डिवाई बिच हेरेर अलराइट हामी यहाँ डिवाई बिच आइसक्यौँ के हो त्यो सानो रहेछ सर्फिङ टाइपको क्राउडेड छ आज हामी त सधैँ बेलुका बेलुका आउँथ्यो दिउँसो कस्तो हुन्छ आइडिया पनि छैन हौ सकियो अब त्यति हो हजुर हजुर आमा अलराइट हामी चाहिँ निस्किसकेको होला यो अहिले चाहिँ वारिङ्गा मल B1 यहाँ भइहाल्यो यता चाहिँ वारिङ्गा मल छ आमा झन् तपाईँले के अरे डिवाईमा उलिजसम्म अलराइट हामी चाहिँ अब टनल छिर्न आँटेको अगाडि ऊ छ हार्बर बिच तर चाहिँ टनल छ साइडमा ओसन यति हो गाडी त थोरै छैन कतिको स्पिड हो 80 हो अब कुदाउन थाहा छैन यो गाडीको अस्ट्रेलियाको सबैभन्दा 110 होइन सबसे म्याक्सिमम स्पिड 110 किन कहाँ चाहिँ रोक्छ त पुलिसले गाइज हामी चाहिँ अब सिडनीबाट क्यानबेरा जाँदै हो हाम्रो उबर गरेको मगर यो उबर इन्डियन रहेछ फेरि नेपाली बुझ्दैन त्यही भएर नेपाली बोलेको अविन्द्र हेलो ड्राइभर मलाई चाहिँ गु आयो क्या गु गर्नै दिएन केटाहरूले कहाँ म अलराइट गाइज हामी चाहिँ यहाँ क्विक स्टप लिएको टाइम भनेको कति 7:30 भयो होला पानी भेट्नुभयो अब यहाँबाट क्यानबेरा 1.5 घन्टा छ फ्युल स्टप पनि लिने बाइक छ म जानुपर्ने छ च्यापे छ मलाई त लास्टै सो यहाँबाट एकचोटि भ्यू देखाइदिन्छु म कस्तो छ ओ होइन यहाँ म त कहाँ हो यहीँ यता कतै छेउतिर अस्ति बस पनि एक्सिडेन्ट भएको थियो क्या हाम्रो यस्तो छ यो साइड चाहिँ फेन्स नो एन्ट्री यस्तो छ लंबे हिसाब थे अलग ही वफा के हिसाब थे और तो और यार बाइक नहीं देखी मंजिलें तो क्यों ना अलग ही रखें हम रास्ते क्यों ना आज से मिटा दें ये किस गर्नु न अब त यही छोडछोडे देखेर यो ड्यासबोर्डको टाइमको गर्नुभन्दा झन् पर्फेक्ट हुन्छ 12:50 आलोकमाको लागि पर्फेक्ट हो
like a black man. अलराइट गाइज हामी चाहिँ यो कहाँ अरे लेक जर्ज छ नि त्यसको लुकआउटमा आएको छौँ। यहाँ छ गाडी। सो हाम्रो गाडी चाहिँ कति कुदिसक्यो 1160 कुदिसक्यो। त्यो सब मैले नि कुदाएको। मजा आयो। कस्तो आकाश त हिँडे जस्तो लाग्छ त पुरै हेर्दा त तारै तारा देखेछ यो क्यामेराले चाहिँ नदेखेको के। अलराइट गाइज हामी चाहिँ सक्यो ट्रिप 1200 किलोमिटर छुन पाएनछ मामा। ट्याक्कै 1193.0 सब कुदायो यति नै। अलराइट गाइज म चाहिँ अब यो थोरै भ्याक्युम लिन जान्छु। थोरै क्लिन गरिदिनु पर्यो नि त घर। अनि त्यही भएर हो के बोल्नु यार जाँदैछु। भ्याक्युमहरू अब एयर फ्रेसनरहरू सब ल्याएर गाडीमा हानिदिने भाइ त गाडी टल्किहाल्छ नि। डिपोजिट केही लिएको थिएन यसले चिल थियो होइन। बिरालोलाई कति पछि भेटेको अलेलेले के छ यसको खाना दिदीले हालिदिनु भएको होला। ए टन्न छ कति खान्छस् पख्तल अब त्यो फालेर फ्रेस दिन्छु म। अलराइट गाइज हामी चाहिँ आइसक्यौँ होइन। अनि कति डढ्यो म यहाँ ड्राइभिङ गर्ने भएर। सो यो ओभरअल ट्रिप राम्रै भयो। टोटल 1200 किलोमिटर हाकेछु। सो अब नुहाइसकेँ म होइन। कपडा पनि धोइदिएको छु अहिले नै सुकाइदिएर अनि बिस्तारै सुत्छु। सो त्यही हो अब रमाइलो भयो होइन ओभरअल क्याम्पिङ। सो अब सियु नेक्स्ट पक्क त भन्नु पर्ला नि अब अरू केही छैन भन्नुपर्ने। सो सियु नेक्स्ट पक्क तर टर्नर चाहिँ लास्ट डढेँ म। त्यो अगाडि स्टेरिङमा हात भएको भइ गऱ्यो नि त अनि त्यही भएर पनि हो। सो सियु नेक्स्ट पक्क है त बाई।